अर्थमन्त्री डाक्टर स्वर्णिम मागले भन्छन्, यदि मैले 1 रुपैयाँ पनि कर छलेको अर्थात् बेइमानी गरेको प्रमाण ल्याएर तपाईँ आउनुभयो भने मैले अर्थमन्त्रीको पद मात्रै होइन, सांसद पद मात्रै होइन, सार्वजनिक जीवन नै त्याग्छु भनेर आज प्रतिनिधि सभाको रोस्टमबाट उहाँले भनेका छन्। साथीहरू, यसो त पछिल्लो समय कोर्ला नाका र रसुवागढी नाकाबाट भित्रिएका 700 भन्दा बढी इभी गाडीहरूको विषयमा निकै गम्भीर अर्थमन्त्रीको मिलिमत्तको सूचना चुहाएर यसरी बजेट आउनु पूर्व यतिका धेरै गाडीहरूको संख्या आउनुमा उनीमाथि एउटा आशंका लागेको थियो। यसो त प्रतिपक्षी दलका नेताहरूले उनीमाथि आरोप लगाएका थिए र यही आरोपको जवाफमा उहाँले आज प्रतिनिधि सभामा यसरी जवाब दिएका थिए। साथीहरू, के साँच्चीकै मिलिमत्तमा उहाँले त्यो इभी गाडीहरूमाथि त्यस्तो गरेको होला त? तपाईलाई के लाग्छ साथीहरू? कि आज अर्थमन्त्रीले जुन खालको एउटा प्रतिनिधि सभाको रोस्टमबाट भनेका थिए त्यो साहस हो है? जसले पनि ममाथि आशंका अर्थात् ममाथि भ्रष्टाचारको कुराहरू उठाउनु भयो, उनीहरू पनि मेरो जस्तै सार्वजनिक जीवन नै त्याग्न तयार छन् भनेर चुनौती समेत दिएका छन्। साथीहरू, उहाँको यो भनाइप्रति तपाईहरुको के छ साथीहरू धारणा? कमेन्ट गर्नुहोला।